हेलो साथीहरू, हजुरहरू सन्चै हुनुहुन्छ? आज म हजुरहरूलाई मैले जानेको घरमै बनाउन सकिने एकदमै हेल्दी समर ड्रिङ्क्स बनाउने तरिका भन्छु है त। सबभन्दा सुरुमा कस्टर्ड पाउडर लिनुहोस्, स्वादअनुसार चिनी लिनुहोस् अनि हजुरहरूसँग भएको ड्राई फ्रुट्सलाई पनि ग्राइन्ड गरेर लिनुहोस्। यदि हजुरहरूलाई डायबिटिज छ भने चिनी स्किप गर्न सक्नुहुन्छ है त। अनि त्यसपछि त्यो मिक्सचरलाई मजाले मिक्स गर्नुहोस् अनि त्यसलाई उम्लिएर सेलाएको दुधमा हाल्नुहोस् अनि त्यसलाई मजाले मिक्स गर्नुहोस्। यो कस्टर्ड पाउडर हो, यो चाहिँ धेरै बाक्लो भयो भने दही जस्तो बाक्लो हुन्छ। यो ड्रिङ्क्स हो, त्यही भएर यसलाई यत्तिको पातलो पार्नुहोस् भिडियोमा देखाए जस्तै गरी है त। अनि यता ग्यासमा दुधलाई उम्लिन राख्नुहोला। यो दुध हल्का उमाल आएपछि यो रेडी टु युज हुन्छ। त्यही भएर दुध उम्लिउन्जेल हामीसँग भएको फ्रुट्सलाई रेडी पारौँ। हजुरहरूसँग जुन फ्रुट्स छ त्यही फ्रुट्स युज गर्दा हुन्छ। आँप नै युज गर्नुपर्छ भन्ने छैन है। मसँग चाहिँ आँप थियो, त्यही भएर मैले आँपलाई युज गरेको छु। मैले आँपलाई धोएर तासेर यसलाई मसिनो मसिनो पिसमा रेडी पारेँ। यत्तिकैमा यता दुध पनि उम्ल्यो अनि मसँग केसर थियो, मैले केसरलाई पनि मिक्स गरेको छु। अनि यत्तिको दुध उम्लिसकेपछि यसमा अघि हामीले घोलेर राखेको मिक्सचरलाई हाल्नुहोला। यो मिक्सर हालिसकेपछि यसलाई हल्कासँग चलाउनुहोस्। यो धेरै बाक्लो भयो भने चाहिँ अलिकति मजा आउँदैन पिउनलाई, सो यसलाई ठिक्क पातलै पार्नुहोला। यसलाई धेरै बेर पकाउनु पर्दैन। यो धेरै पाक्यो भने चाहिँ एकदम बाक्लो हुन्छ। त्यही भएर यसलाई हल्का गरेर एकछिन मात्रै पकाउनु होला। यसमा हल्का उम्लिए जस्तो हुन थालेपछि यो रेडी भएको हुन्छ। सो यसलाई मजाले पकाइरहनु चाहिँ पर्दैन। यत्तिको भएपछि यो रेडी भयो। अब यसलाई मैले खन्याएर एउटा भाँडामा राखेँ। यो सेलाओस् भनेर मैले यसलाई अर्को भाँडामा खन्याइदिएँ। यो सेलायो, यो सेलाएर यत्तिको भइसकेपछि चाहिँ यसमा हजुरहरूसँग भएको ड्राई फ्रुट्स हाल्दा हुन्छ। मसँग चाहिँ आल्मोन्ड थियो, मैले आल्मोन्डलाई स्मल पिसमा कट गरेको छु अनि हालेको छु। हजुरहरूसँग जे छ त्यही हाल्दा हुन्छ। त्यसपछि मैले अघि रेडी पारेको आँप पनि हालेको छु। त्यो सब हालेर यसलाई मजाले मिक्स गर्नुहोस्। अनि यो यत्तिको भइसकेपछि यो सेलाएपछि यसलाई ढाकेर फ्रिजमा राखिदिनुहोस्। यो भोलिपल्ट मैले फ्रिजबाट यसलाई निकाल्दैछु। ओभरनाइट राख्नुहोस् है साथीहरू। फ्रिजबाट निकाल्दैछु, हेर्नुहोस् है यसको लुक्स। यो यत्तिको भएको छ। यत्तिको भएपछि यसलाई मजाले चलाउनुहोस्। हेर्नुहोस् त यो कति टेस्टी भएको छ। यस्तो गर्मीमा अनि यसरी ठन्डा ठन्डा पिउन पाउँदा के चाहिन्छ र। हामीलाई कोल्ड ड्रिङ्क्स अनहेल्दी हुन्छ, यो एकदमै हेल्दी हजुरहरूको लागि। हेर्नुहोस् त, हजुरहरूलाई अझ चिसो चाहिन्छ भने यसमा आइस पनि मिक्स गर्न सक्नुहुनेछ। मलाई आइस चाहिँदैन थियो, त्यही भएर मैले यसलाई यत्तिकै युज गरेको छु। हजुरहरू पनि यसै गरी गर्मीमा चिसो चिसो ड्रिङ्क्स बनाएर पिउन सक्नुहुनेछ। अनि कस्तो लाग्छ प्रतिक्रिया पनि दिनुहोला। मेरो च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू।